यो क्यामेरा लिनु गएको क्या तिमी दुईजना मात्रै ए ल ल सरी सरी ए नमस्ते आन्टी ए नमस्ते दाई ए होइन दाई म उता आउनु दाई आउनु आउनु थाक्नु भयो दाई यत्रो भडाङ चढ्दा चढ्दा दाई हेर्दैछु दाई वेलकम छ है नमनीज्यूलाई नमस्कार दाई 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 नमस्कार दाई नमस्कार यहाँ चाहिँ साथीहरू सबैजना चाहिँ भेटघाट हुँदैछ है साथीहरू मिगमा तिमीलाई कङ्ग्रेचुलेसन है वेलकम है लजाएर हाम्रो डब्बनी लजाएर वेलकम वेलकम छ सबैजनालाई वेलकम छ नमस्ते दाई नमस्ते दाई हेर ओप्पा राम्रो छ दाई त नि नमस्ते दाई ल है त साथीहरू हाम्रो दाईहरू हाम्रो नमनहरू आइसक्नु भएछ स्पेसली यहाँ के साह्रो ढिला गरेको के साह्रो ढिला गरेको त हेरेर भन र नि आएको छैन खै हेर हेरेर छैन कि यता हेर न एकचोटि देख्दैन दाई नमस्कार अहिले दाई गाजर साजर लाएर बसेको नि तपाईँहरू कतिखेर आउनु छ भनेर स्वागत छ है दाई तपाईँलाई हाम्रो घरमा यहाँनिर चाहिँ साथीहरू चलपली हुँदैछ त्यहाँनिर चाहिँ बलुन फुल्ने कार्यक्रम मेरो भ्लगमा स्वागत छ है के हुँदैछ त आज आज तपाईँले के तपाईँ के को टिम हो आज तपाईँ छोराको टिम छोरीको टिम हो तपाईँ त्यस्तो त होइन होला तपाईँ थाहा छैन दाई ए ओके होइन हाम्रो त दाई हुन्छ दाई तपाईँलाई पनि स्वागत छ मेरो भ्लगमा दाईहरू तपाईँलाई स्वागत छ मेरो भ्लगमा रवि दाई चाहिँ पुरा फुलाउनेमा हुँदै हुनुहुन्छ लु भन्नु आफ्नो भ्लगमा आउँदाखेरि म एकदम भाग्यमानी ठानेको छु बहिनी मलाई भाइरल बनाइदिनु होला दिदा हरि तपाईँलाई स्वागत छ आगे दाई कस्तो लाज लागिरहेको नलजाउ न तपाईँ स्वागत छ भनिरहेको छु ल धन्यवाद धन्यवाद ल है तिमीहरूलाई स्वागत छ है मेरो भ्लगमा दाइ आउँदै तपाईँलाई स्वागत छ मेरो भ्लगमा तपाईँलाई आज कस्तो लाग्दैछ त ब्लू तपाईँ ब्लूको टिम हो कि तपाईँ ब्लू के अरे पिङ्कको टिम हो ए तपाईँ चाहिँ ब्लूको टिम हो ओके ल दाइले ब्लूको टिम भन्दै हुनुहुन्छ हेलो हेलो तपाईँलाई स्वागत छ मेरो भ्लगमा ओ यता हौ यता बोले त ऊ चाहिँ फेरि लजालु छ क्या त्यही भएर उसको म इन्टरभ्यू अहिले एकछिन ब्रेक लिन्छु स्वागत छ तपाईँलाई मेरो भ्लगमा 2 शब्द बोलिदिनुहोस् न वेलकम छ ल तपाईँलाई स्वागत छ मेरो भ्लगमा आज तपाईँ कसको टिम हुनु तपाईँको के जस्तो लाग्दैछ तपाईँलाई बोय गर्ल गर्ल रे ल तपाईँलाई स्वागत छ मेरो भ्लगमा तपाईँलाई के लाग्दैछ आज जेन्डर ब्लू अर ग्रिन तपाईँ ब्लू ग्रिन ब्लू र पिङ्कमा को जस्तो लाग्दैछ तपाईँलाई ए ओके ल धन्यवाद है त त्यस्तो अब भरे हेर्नुपर्छ है त मेरो आउटफिट चाहिँ आजको चाहिँ यस्तो छ है यस्तो छ लङ खालको ड्रेस लगाएको यस्तो खालको छ ड्रेस चाहिँ सो एक्साइटेड कि सुपर एक्साइटेड के हुन्छ होला छोरा हुन्छ कि छोरी हुन्छ भनेर तर म चाहिँ गर्ल टिम हो किनभने मलाई चाहिँ एकदमै गर्ल हुनुपर्छ सो म चाहिँ आई विश मेरो गर्ल होस् भन्छु तर अब हु नोस् होइन के छ भनेर सो सरप्राइज हो है अब मलाई कस्तो हुन्छ नि एकदमै त्यो के होला यस्तो भइरहेको छ साथीहरू तपाईँहरूले अब हेर्नु सक्नुहुन्छ सर्भिस पनि गरेको होला नि के चाहिँ गाडी के यहाँ मुनि
मेरो हेलो नमस्कार म चिप्टो छु कहाँ पक्का भाइटन मान्छे नि हेलो नमस्ते सबैजनालाई मम्मीले त बाँड्दै म केटापट्टि आज हामी यहाँ भेला हुनुको मेन मस्कत भनेको चाहिँ मेन उद्देश्य प्रपोज अफ आज यहाँ हामी भेला हुनु चाहिँ जेन्डर रिभिल भइरहेछ हाम्रो बहिनीको सो हामी इन्टेक 7 लिने सबै भेला भएको छौँ अब जे सुन्छ प्रोग्राम बिस्तारै हुन्छ किप वाचिङ भयो हटान कुन यहाँ मैले जान्दिनँ क्या अस्ति एक दुईजना अर्डर भएको थियो आज लगाएर आएछ यसैले स्टप हुन्छ यसैले स्टार्ट हुन्छ ए अहिले रेकर्ड भइरहेछ ल वेलकम वेलकम ल हाम्रो आजको मम टु बी यता अनि ड्याड टु बी यता म पो भ्लगर भयो क्या होला खै त दाइ त्यत्रो ड्याड टु बी देखाएको तपाईँ स्टप गर्ने अनि कस्तो गोरो कति राम्रो आउँदो रहेछ यार यो क्यामेरामा त कस्तो गोरो कति राम्रो आउँदो रहेछ किन के भएछ दोस्त ल हाम्रो बहिनीको चाहिँ जेन्डर रिभिल हुँदैछ है मम टु बी र ड्याड टु बी खोजौँ न त्यहाँभित्र होला नि के बेलचा ल्याइदिनु पर्ने हो ए पेपर छ है दिदन खाइदेऊ माथि माथि दिसन म तँलाई काटेको छु खानु पर्छ म तँलाई काट्यो भने मात्र रिभिल हुन्छ है नत्र हुँदैन है दोस्त त्यो केकको बनावट पनि हेर न कहाँपट्टि चाहिँ अलिक भत्किएको छ हेर त त्यही लुकाएको होला नि है त्यही हेर त त्यहाँ हेर त कहाँपट्टि अलिक भत्किएको छ कमन डाक्सै भयो त यार उता त यार दूर देखेको जस्तो लागिरहेको थियो कि त ल ड्याड टु बीले खोज्दैछ यहाँ दिजन त्यो केक उठाउन केक छैन केक मुनि होला कि केक मुनि उठाउ ब्रो लास्ट त्यही छ है अब छन् छ त्यहाँ छैन केक मुनि उठाउन यस्तो केक उठाउन केक उठाउन यहाँ मुनि केक उठाउन दिजन यहाँ मुनि होला अब यस्तो गर्ने हो हातले यस्तो बहिनी मुछ्ने हो क्या अब यस्तो गरौँ पानी ल्याइदेऊ त एन्जल म त रुन आँट्यो त आउटिङ निस्किला है फेरि त्यहाँनिर इङ्गेजमेन्ट आउँछ त्यस्तो त के हुँदैन है दाइ ए बहिनी त्यो मुख पर्खाएर बिलाउने तिमीले त खाएर देखेको छैनौ त्यो बार्गेन गरेको मान्छेले खाएर हेर न जे गरेर थोरै थोरै सबै क्रिम त हो
बा कलर चेन्जको हुन्छ कि के छ अब टोइलेट कति छ नि यो त डेजर्ट म त भने भनिदिउँ यार हामी अति भयो यार यहाँ जेन्डर रिभिल पनि यार आउँछ रियल वान आयो अब चाहिँ तिमीलाई चाहिएको चाहिँ के हो भन त मलाई एउटा सन्तान चाहिएको भित्री मनदेखि भन भित्री मनदेखि एक सन्तान ईश्वरको वरदान होइन दोस्त मुनि हो यो भन्यो केक चाखेर आयो ओ दाउ दाउ आगो ओइ तपाईँ जिब्रानी कहाँ दाउ रेडी भइसक्छ भएर खै एक्सपिरियन्स भयो रवि सर हाम्रो खाल्टो भइसक्यो खोज्ने हो अब यहाँ यहाँ लेखेको होला नि त ओइ आफू हैन आफूले यसमा लेखेको हैन ए सर गले हो के गोल के हो यो ओ दिसान मार्को चाहिँ काम त उनीहरू त छोरा चाहिएको तिमीलाई गोल भनेको त दिनास भइरा चाहिँ गोल भनेको त दिनास भइरा चाहिँ कागज गरिहाल्छु नि चिम्मा गरेर कसरी हेर्नु ल खोल्ने अनि ऊ हेरि थाल्नु भइहाल्छ तपाईँले आँखा चिम्मा गर्ने खोलेर अनि खोल्ने अनि चाहिँ हेर्ने क्या खोल्नु चाहिँ आँखा चिम्मा गरेर भनेको क्या सर यो कसको ह्यान्डिङ भनौँ ओइ ओइ यो त ठ्याक्कै डक्टर हाम्रो ठ्याक्कै सिक्यो डक्टरले त्यस्तो लेख्दैन कम्प्लेट इट्स अ बेबी गर्ल त्यस्तो त थिएन हेर न ह्यान्डराइटिङ यस्तो होइन अस्ति हाम्रो मेसेज लेखेको थियो यो त कस्तो डक्टरले हान्नु कस्तो हुँदै बस्छ डक्टर कुनै भयो नि यसको डेकोरेट गरेर चाहिँ दिँदैन बुढी हाम्रो फोड्की चाहिँ छोरी माग्नु भएन छोरी अनि मलाई छोरी नै चाहिएको बहिनीलाई छोरी चाहिएको के भन्नु साँच्चै हो क्या मलाई छोरी नै चाहिएको थियो साँच्चै
ह्यान्डराइटिङ मलाई यहाँ कन्साको कि यो के रोसिनाको कि जस्तो लागिरहेको आयो भाइ मेरो मेरो तपाईँको त होइन मेरो। केटी ह्यान्डराइटिङ हो कि सबै भोगाइ सक्नु होला बेटा खाने बेला परे ओइ खाने बेला परे ओइ खाने बेला परे उनीहरुको त जे बोक्नु नि 1 2 3 ओइ यो त प्रो भइसक्यो त बहिनी राई गर्नु ल तपाईँहरूले अरे इट्स अ गर्ल भन्नु न छिटो गर्ल भएकोसम्म चाहिँ खासमा चाहिँ उयो के अरे पिङ्क कलर चाहिँ मेरो फेभरेट कलर हो तर उनीहरूले भनेको अनुसार चाहिँ इट्स अ गर्ल मेकिङ भेरी ह्याप्पी छु म चाहिँ एकदम धेरै ह्याप्पी छु साथीहरू किनकि मैले खोजेको थिएँ गर्ल खोजेको थिएँ तर छोडी नै पाएको अब त थाहा भयो नि त होइन अब हकरे लागिहाल्छ त नि अब त कन्फर्म भयो होला होइन अनि यो किन झालेको जस्तो लाग्यो त्यत्रो पिङ त्यही त ओ आइ दे बोल्नु न बोलेछि त नि अरे डर लाग्यो मलाई चाहिँ जुडुवा रहेछ यार ह्यान्डराइटिङ नै नबुझे तर यो अझै होइन के हो किनभने यसमा हेर्नु न तर यो प्रेम गरेर यस्तो थियो त यस्तो कपी गरेको त दावाको चाहिँ प्रेम गर्नु एक्साइटमेन्ट होला यार एक्साइटमेन्ट होला ह्याप्पीनेस होला हो ये हो दिएन प्रेम अब चाहिँ प्रेम गर्नुहुन्न अब चाहिँ लु बोला दिन्छ बेटा छोरी भन्दा त रुँदैन रहेछ त्यहाँ छोरा भन्दा त रुँदो रहेछ दुइटा यार छोरा हुँदा त रुन्छ न हो के छोरा हुँदा त रुन्छ नि भिडियोग्राफर त एकदम आज हाइले गरेर ल्याएको साथीहरू म फेरि ब्याक भइसकेको छु तपाईँहरूले देख्नु सक्नुहुन्छ आज चाहिँ कस्तो भयो भनेर है अब मेरो साथीहरूले चाहिँ पुरा प्लान गरिरहेको थियो तर अब हामीले चाहिँ साँच्चै सोचेको थिएँ तर अब ट्रुथ भन्नु पर्दाखेरि चाहिँ मलाई चाहिँ एकदमै
गर्ल मनपर्छ क्या अब आफ्नो सन्तान हो छोरा भए पनि छोरी भए पनि ओभियसली मनपर्छ होइन तर पनि अब भित्रबाट हुन्छ नि त अब छोरी होस् भन्ने जस्तो लाग्थ्यो नि त सो म चाहिँ त्यो भिडियोमा अलिकति इमोसनल भएर रोएँ तर आई लभ माई बेबी मेरो बच्चालाई म धेरै माया गर्छु है मेरो छोरा हो है मेरो छोरालाई म धेरै 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 नै म माया गर्छु उसलाई अनि आज हाम्रो इभेन्ट चाहिँ यति नै रहेको छ अब दाइहरू सबैजना अब खाना खाँदै हुनुहुन्छ अब हामी सबैजना खाना खाँदैछौँ अनि म चाहिँ एकछिन तपाईँहरूसँग बात मार्नुको लागि म फेरि यहाँ आएको छु अब चाहिँ म यो भिडियोलाई चाहिँ एन्ड गर्न लागिरहेको छु तपाईँहरूले चाहिँ यो भिडियोलाई चाहिँ सुरुदेखि एन्डसम्म हेरिदिनु होला है अनि तपाईँहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज 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 मेरो च्यानललाई चाहिँ लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू सो मच एभ्री वान थ्याङ्क यू फर वाचिङ सी यू इन नेक्स्ट भ्लग है त बाई बाई